प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद प्रधानज्यू, मुरारी सिगदेवज्यू आज सञ्चालक हुनुहुन्छ, किशोर विश्वकर्माज्यू प्रवासमा रहेर साहित्य सिर्जना गरिरहनु भएको छ, आदरणीय बाबा बस्नेतज्यू, डाक्टर शान्तिमाया गिरिज्यू, आदरणीय भानुप्रकाश जोशीज्यू, निर्मल रमण पराजुलीज्यू, श्री बाबु कार्कीज्यू, नेत्रबन्धु पोखरेलका स्वजनहरू, यस पुस्तकालय सञ्चालक बहिनीहरू, साथीहरू सबैलाई हार्दिक न्यानो अभिवादन। बन्धु पोखरेल नेपालको यहाँबाट भन्दा पश्चिम अर्घाखाँचीका स्रष्टा हुनुहुन्छ। त्यो ठाउँ अर्घाखाँचीको माटो धेरै स्रष्टाहरू जन्माउने उर्वर माटो हो। उहाँले शिक्षा लिँदा राजनीति शास्त्र र बाल विकासका क्षेत्रमा जस्ता विषयमा शिक्षा लिए पनि उहाँ विदेश गएपछि विदेशमा आफ्नो शिक्षाभन्दा फरक काम गर्नु परे पनि उहाँले आफ्नो मातृभूमिलाई सम्झने, देशलाई सम्झने र आफूले यो देश कस्तो होस् भन्ने चाहेको थियो, आफ्नो राजनीति शास्त्रले राजनीति कस्तो होस् भन्ने चाहेको थियो। त्यो नभएपछि उहाँले कलम उठाएको जस्तो लाग्छ। अघि गिरिज्यूले यो विषयमा कुरा उठाउनु भएको छ। बढी उहाँको यी यहाँ भएका कविताहरूमध्ये धेरै कविताहरू राजनैतिक विसङ्गतिप्रति आक्रामक देखिन्छन्। यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने पक्षमा बढी देखिन्छन्। उहाँले आफ्नो परिचयमा इतिहास, संस्कृति र पुरातत्वको विद्यार्थीका रूपमा आफूलाई चिनाउनु भएको छ। मैले उहाँलाई एकचोटि मात्रै काठमाडौँमा भेट गरेँ। त्यो पनि म एकजना बिरामी लिएर टिचिङ हस्पिटलमा बसेको थिएँ। त्यसैको क्यान्टिनमा हामी छोटो समय कुराकानी गरेका थियौँ र बाँकी हामी यसरी नै वेबमा मात्रै, इन्टरनेटमा मात्रै हामीले कुराकानी गरेका हौँ। यो कृति सम्पादन गर्ने अवसर दिएकामा र आज परिचर्चामा सहभागी हुने अवसर दिएकामा म साहित्यिक पत्रकार सङ्घ र यसका अध्यक्ष राधेश्याम लेकालीज्यू र अहिले मलाई सुनिराख्नु भएको छ भने नेत्रबन्धु पोखरेलज्यूलाई पनि हार्दिक आभार जनाउँछु र केही कुराहरू यहाँका म उठाउँछु। आफूले लेखेका सबै कुरा मैले यहाँ दोहोऱ्याएर भन्नु त्यति सान्दर्भिक हुँदैन। यहाँ अघि शान्तिमाया गिरिज्यूले केही संकेत गर्नुभयो, केही बनाउन नपुगेका पक्ष पनि छ। तर पहिलो कृतिमा कुनै पनि लेखकको पहिलो कृतिलाई सम्बन्धित लेखकको सम्पूर्ण पक्ष हो भनेर हामीले मान्नु हुँदैन। यो उहाँको पहिलो पाइला। यसपछि आउने कृतिमा अनि उहाँको आलोचनात्मक पक्षहरूबारे हामी खुलेर कुरा गरौँला। के पुगेन, के भएन भन्ने पक्षबारे हामी खुलेर कुरा गरौँला। यो कृतिलाई हेर्दा मैले मोटामोटी मानवताका पक्षमा कविता लेख्ने कविका रूपमा, राष्ट्रियताका पक्षमा कविता लेख्ने कविका रूपमा, आप्रवासीय चेतनाका कविका रूपमा अथवा डायस्पोरिक चेतनाका कविका रूपमा, सांस्कृतिक चेतनाका कविका रूपमा, सामाजिक